जुन दादाहरूले मलाई चिन्दैन यसले चिन्छ दुईजना चिन्ने मान्छे फ्रेममा बसेपछि अहिले चाहिँ हामी एकैचोटि चनौली आइयो चनौली हान्छ आइयो चनौली आइपुग्यो हाम्रो एकछिनमा सुटिङ हुन्छ त्यहाँ गएपछि हाम्रो पेटमा पुरा मुसा नाच्छ भनेर पहिला हामी बाटो भएर खानेकुरा खाना जानु लाग्यो अनि त्यहाँ गएपछि चाहिँ केही खाने भोकै छैन भने आइपुग्यो कुरा गर्नुपर्छ किनकि त्यहाँ गएपछि खाना भन्दा पनि कामलाई बढी फोकस गर्नुपर्छ है त अब अघि नै चाहिँ अब मैले धेरै बनाइनँ अब हेरिसक्नु भयो होला होइन यो बाटोहरूको हल्का फुल्का हाल्दैछु अनि त्यसपछि अहिले चाहिँ हामी शान्तिले सुटिङ छ अहिले देख्नु नै हुन्छ अहिले थम्बनेल र टाइटल हेरेर थाहा भइसक्नु भयो थाहा पाउनु त भिडियो बनाउनु बेला टाढा गर्नुपर्छ कोही कोही मान्छे भिडियो बनाउने साइडमा बोलाइ गर्छ नि टाढा गर्छ पागल जस्तो अनि अर्को कुरा एउटा क्वेसन सोध्नु मलाई हिजो हामीले भिडियो बनाएर पार्ने चाहिँ को हो त्यस्तो अञ्जन छेत्री होइन जसले मोबाइल समाएर मलाई देखाएर त्यो मान्छे हुन सक्ने चान्स 99% छ है होइन होला अञ्जन छेत्री टिकटकमा गएर हेर्नु होला भर्खरै टेन्सन छोडेर घरतिर कुदिहाल त भाइ तिमी यो ठाउँ त एक मसान घाट हो अस्ति भर्खर पनि यही ठाउँबाट चितुवा बाघले लतारेको मान्छे भिडियो के कमेन्ट गरेर त्यहाँबाट मलाई गर्मी चाहिँ यस्तो दामी छ यो ठाउँमा यार के हो यति के हो यो बतक के भन्छ ल बतकलाई डक हाँस हो क्या हाँस चितवनको गर्मी यस्तो गर्मी छ यार ठिक छ ल अहिले चाहिँ टक्क अनि अघि त धुवा भइहाल्यो फेरि हर्न बजाउँदै आइपुग्छ अघि नै त धुवा हुँदै आइपुगेको थियो अनि यहाँ आएपछि अलि बल्ल फ्रेस भएको जस्तो लाग्यो फेसबुक बन्द भइहाल्यो के अरे के गर्छ त नि युट्युब पनि त्यस्तै हो अब यसलाई टिकटकमै यसलाई के दाइ टिकटकमै उस गरेर हालिदिने होला कि है टिकटकमा यति लामो भिडियो बनाएर हालिदिन्छु टिकटकमै ब्लग हेर्ने अब ट्याक्क सर्च गर्ने अनि त्यसरी टिकटकमै ब्लग हेर्ने अब अरू त त्यस्तै होला के कसो दाजु एकदम चाहिँ पहाड घुम्न जाँदाखेरि एउटा जडीबुटी भेट्यो अरे त्यो जडीबुटी 1 करोड पर्ने पायो अरे कि त्यस्तो हामीले नेपालमा भेट्दैन नि त है हामी त भेट्छ तिमीले 1 रुपियाँ त भेट्दैन 1 करोड तर धेरै जसो नेपालीहरूले त थाहा के गर्छ बाटोमा पैसा खसेको कि अनि हेर्दै हिँड्छ नि त बिचरा बेरोजगारी भएर होइन हिँड्दैन छ यसो बाटोतिर यताउता हेरेर पैसा सबैले एउटा सोच गर्छ है यति धेरै 1000 रुपियाँ 500 रुपियाँ मुठै पैसा पाएको भेट्ने चाहिँ कल्पना गर्छ मान्छेले तर त्यो सत्य हुँदैन कहिले कसैको भाग्य हुन्छ न त धेरै जस्तो सत्य हुन्छ काठमाडौँमा त धेरै पैसा पाउँछ यार म त लकी हो किनभने त्यत्रो मान्छेको हुँदा मैले मात्र पैसा पाउने है एकदमै भेट्दा चाहिँ टन्नै बनाएको म छैन भने मान्छे भोकै हुँदैन किनकि मैले पैसा पाएको पाइरहेको त्यही भएर अहिले 2टा बोतल लडिसक्यो अब 2टा आउँदैछ अब हामी जानुपर्ने हुन्छ पनि सिरिन्छ हामी हजुर सरी मेरो दाइ अब चाहिँ हामी तातोमा कि आपण काम तो दामी हो तर लास्टै गर्मी के है मोबाइल उडाइदिएर रेडियो साइलेन्ट माथि जान्छ माथि मजाले मासिरहेको है 3 2 1 एक्सन पर्से कता हिँडिस्
यसको रियाक्सन हैन दुईटैको ल 3 2 1 एक्सन रियाक्सन दिने कस्तो मिलेको भन्ने कुरा हैन यो नुहाको होला प्रशान्ति इन्टी होला बस्छ न मैले अर्को पठाइदिए ल बस्नु पर्यो बस्नु पर्यो मेसिन हैन पहिला आउट हुन्छ दुई जना छिरेको मामा गर्नु पहिला उता धानको सिन दिनु न पहिला बसिरा हुन्छ नि पुरा ल भन्छ धान त पोदै भने मजा हुन्छ तिलकुङ्गा कस्तो भइरहेको नि तिमीले अरे किनकि यहाँको सुटिङको माल सकिएको जस्तो होइन अलरेडी रेडी भएर आमालाई युज गर्नु पऱ्यो कि खोइ कति बज्यो अहिले 12 1 बजे होला टक्क अब अन्जन दाईको चेन्जिङ चाहिँ नदेखाउँ होला है चेन्जिङ चाहिँ देखाउनु हुँदैन अहिले गर्मी चाहिँ तर यहाँ चाहिँ लास्टै गर्मी उता हाम्रो उता भन्दा चाहिँ यता चाहिँ अलिक गर्मी नै रहेछ तर यहाँ चाहिँ यो गर्मी भनेको चाहिँ नर्मल हो अरे क्या अब त्यता सुटिङ हुँदैछ के अरे सुदीपको हजुरआमा हजुर सुदीपको आमा सुदीपको जन्मदिन आमा त विदेश हुनुहुन्छ होइन त सुरुमा मुख त धोइराख्नु पर्दो रहेछ त गर्मीले त धेरै धुनु नि बे छाला हान्छ धेरै धुनु न छाला हान्छ पातल हुन्छ चाउरी पर्छ क्या त्यही भएर होला अन्जन दाईको छिटै चाउरी परिसकेको चाउरी परिरहेको नि धेरै धोएर ठिकै हो अहिले त धेरै वर्ष धुनुभयो होला नि धेरै वर्ष धुनुभयो कति वर्ष लाग्नु हजुर ठ्याक्कै भन्नुपर्दा 10 साल 10 सालले भनेपछि अहिले कति 84 है 74 वर्षदेखि धोको धोइ गर्नु भएको रहेछ अनि चाउरिनु परेन त होइन बाबु धुन्न बुढो सेला त्यसै चाउरी पर्छ यतातिर चाहिँ धेरै जसो मान्छेहरू साइकलमा हिँड्दो रहेछन् है साइलेन्टमा राख्छ डु नट डिस्टर्बमा राखिदिने साइलेन्टमा राख्नै पर्दैन माथि त्यही माथि फोन आयो नि थाहा पाउनु अनि मैले भन्नु खोजेँ फोन आएको चाहिँ देखोस् फोन आएको देखेँ तर थाहा नपर्ने हेर्दैन डु नट डिस्टर्ब पढ्नुमा म ट्राई गराइदिन्छ हजुरलाई म त फेरि पसिनाको त खतरै हो नि डराएर आँखा पसियो नेताले ल्याउँछ हात लाउँदा एकचोटि आमा यस्तो गर्नु त अल्को भयो कि म यसरी हाल्नु पैसा दिने बाबु यसो मिल्छ भने ड्याप गरिदेऊ न तरकै चुए जस्तो लाग्यो पसिना त्यस्तो नि आएन छैन बुढो मान्छेको तले ल्याइहाल्छ देखिँदैन बुढी मान्छेको आइदिनु पसिना नि होइन नर्मलै साउन्ड त्यही हो बोल्न नपाए है किनभने साउन्ड त डबल हुन सक्छ तर अरू कुरा चाहिँ साइलेन्ट यो ट्याङ्ग बजेपछि त अर्को सुट हुन्छ नि त त्यो वाला हो कि गोटबडी नगरमा अब यहाँ दारेमा यहाँले के अरे बोका लभर इन दसैँ तपाईँले भनेको होइन साउन्ड के अरे साउन्ड रियल क्यारेक्टर तपाईँको नागरिकतामा के छ भाइ महिला कि पुरुष अहिलेको त उसको होइन थर्ड जेन्डरमा के हो मैले त सिकाइदिन्छु कि तिमी यस्तो गरिदिनु दाजुन दादाहरूले मलाई चिन्दैन चिन्छ दुईजना चिन्ने मान्छे फ्रेममा बसेपछि क्यामेरा म बोक्छु गिम्बल त्यहाँ आयो नि दाइ गिम्बल बोक्नु दे जाम हामी फलो गर्छौँ Oh my god.
जारे मायाले केटा भगायो हामी स्कुटर भगाउन केटा भन्दा गाडी त घट्टा घुट्लुक भयो हामी स्कुटर जान हामीलाई त है गाडी त घट्टा घुट्लुक हामी किन्न भने होला दारेमा आएर देखेर कुकुर पनि फिदा भयो त ऊ हेर्दै छ कटै कट्यो कटै हामी चाहिँ जाँदैछौँ यहाँ त कता कता जानु त जाँदैछौँ के अरे आज लास्ट दिन हुन्छ जस्तो लाग्यो 4:30 आज हामी हरेक दिन ढिला भयो कि काम गरेर अस्ति पनि लास्टै ढिला आज पनि त्यस्तै हरेक दिन के एक दिन मात्रै होइन हरेक दिन ढिला भइरहेको छ त्यो गाई त अब चाहिँ हामी आज एकदम राति नै भए पनि घर जानुपर्ने हुन्छ जाने हाल्छ अनि केटाकेटी त्यो भयो कि कति किरा फुटेको नि त त्यही भयो किराले ठोकेर होला अरूले ठोकेर त केही हुँदैन हजुरले देखाउने मान्छेहरू हेर्दा होला यहाँ चाहिँ तिमी फिदा हुन्छ दाँत नहाल्नु ल ठिक छ यहाँ चाहिँ के अरे खडखडेको सिन रहेछ लास्टमा भने मान्छे भए पो हो क्या आज जान त एउटा बनाइदिइहाल्नु न ठिक तपाईँ यसो गर्नु त यहाँ बस्नु यहाँ घोप्टाउने कि ल यसो गरौँ क्यारेक्टर धेरै पनि छैन फेरि होइन क्यारेक्टर अरू पनि थियो टाइम छैन भन्नु हटाइदिएँ मैले अब चाहिँ किनभने हस्बेन्ड वाइफवालाको गएर अनि हस्बेन्ड वाइफको यो मासुमा छ कि हजुर मङ्गलम भगवान विष्णु मङ्गलम मङ्गलम पुनरिकाचे मङ्गलाय तनो हरे विजयादशमीको टिका लाएर नाक ठुलो होस् फर्कियो धेरै सम्पत्ति कमाउनु थोरै मलाई पनि दिनु तरुणीले आश गरून् सम्पत्तिले बास गरून् अनि बाउसुरा बसेर खेल्छ त अनि बुझ्दा पनि काट्नु पर्यो त अब यस्तो गर्दै मैले पर्दैन जमाना त सही हो क्या यो भनेको चाहिँ यो राम्रै लाग्दैन कपडा सेतो तेरै छ शब्द धेरै डाइलग डोन्ट इभन ट्राई है जति सक्छ त्यति हान ल हजुर आयो हजुर खेले तप 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 जे भनेन भयो फोटो हेलाउनु न तपाईँ सुन्नुभयो पैसा सोरिसकेपछि दिइसक्यो होइन ए होइन यो यहाँ हो कि यसरी छ कि यो कहाँ छ यो प्लास्टिक खाना प्लास्टिक हो रेडी हुनुहुन्छ फेरि उहाँ यता सर्दा बित्तिकै उहाँको यहीँबाटै खिच्नुपर्ने हुन्छ पछाडि एन्टी भित्रको खाना पाइने छ मोमो छैन आइसक्रिम
एसएससी खाइराख्यो नि अनि पैसा मैले खाएकोबाट पैसा दिने भन्ने रोक्ने भिडियो बनाउँदिनँ एकछिन नाच्नु कि तपाईँ कसले बनाउँछ त भिडियो सुरु गरिदिने मुइले गर्नु अझै एउटा दिन त यस्तो गर्नु पर्यो यहाँ बाँड्ने त टोपीबाट हैन यस्तो उठाउनु मैले त उते सितार्ने त्यसले मेरो सब पैसा सुवा पारिदियो कहाँ गयो यहीँ मैले कति उ गरेको मलाई 1000 बढी चाहियो ठ्याक्कै यताबाट यता हेर्नु 3 2 1 एक्सन ल अब हामी चाहिँ यहाँबाट निस्किनु लाग्यो सुझाव एकदम हतार हतार भइरह्यो ओके बाई बाई प्यारी प्यारी जान्छौ मेरो 1700 बाटोको मेरो घर ए हो र त्यहाँ कति धेरै भाउजू ए हो र प्यारी जान्छौ भाइ हुन्छ के रे हैन जानु रुममा हाम्रो खै होटलमा हाम्रो कुटी पनि बस्दिने भए हुन्छ होटल खोज्दै भने मान्छेले यस्तो गर्न नहुने के ठिकै छ धेरै खुसी लाग्यो जान्छु मान्छे दबाईले गर्दा अलिकति प्रब्लम भयो क्या हैन नमिलेछ मैले रिक्वेस्ट गर्छु ए ल अब बस्ने गरी आऊ है ल ओके ल पुगा खोइ दारेला लिएर जाऊ है भिडियो पठाऊ है ल ल बाई ल है त ल बाई बाई एकदम आमा अन्त पहिला त्यो उहरु सामान के छुट्यो जस्तो लागिरहेको क्या के छुट्यो है त्यो हल्का भयो ब्याग त त्यही पावर ब्याङ्क यति गरौँ अनि टाउको दुख्यो आनन्दले जाने 9 बजे हो पुग्ने त जस्तै गरे नि लाइसेन्स कहाँ हजुरको यो मोबाइलमा त्यसै मोबाइलको कभरै छैन कि दाइ मसँग मेरो हजुरको मोबाइलको त्यही त भने यता र जे पाइ त्यही नखिचेर